नमस्ते र आज हाम्रो सामु गुरुजी आउनुभएको छ खगेन्द्र गौतम उहाँद्वारा हामी आज वृक्षारोपण गर्दैछौँ र उहाँले केही कुरा भन्नुहुन्छ। धन्यवाद छ। नमस्कार। प्रकृति पर्यावरणको लागि एउटा संरक्षण र हरियालीको लागि सुन्दर एउटा उहाँले लीला गौतमजीले एउटा पदक्षेप सबैको सहयोगले गर्नुहुँदैछ। उहाँका पिताको पनि यही लक्ष्य थियो र यसमा एउटा सुभाषित छ संस्कृतको, म हजुरहरूको छेउमा भन्दैछु। वृक्ष यो चिज हो, छायम अन्यस्य कुर्वन्ति तिष्ठन्ति स्वयमातपे फलान्यपि परार्थाय वृक्षाः सत्पुरुषा इव। अर्थात् वृक्ष आफू स्वयं घाममा उभिरहन्छ, एउटा रुख वृक्ष, तर अर्कालाई उसले छाया प्रदान गर्दछ। त्यो वृक्षमा फलेका फलहरू पनि हामी भक्षण गर्दछौँ, खान्छौँ, तर उसले कहिले पनि त्यो फल वृक्षले सेवन गर्दैन। अर्थात् त्यसले अक्सिजनहरूको सधैँभरि हामीलाई दिइरहन्छ, प्रदान गरिरहन्छ, परोपकार। त्यस्तै वृक्ष एउटा साक्षात सत्पुरुष महापुरुष जस्तो हो र हामीले वृक्षलाई रोप्नु पर्दछ, पुली रोपेर ठुलो वटवृक्ष बनाउनु पर्दछ, हामीले बचाउनु पर्दछ, हरियाली बनाउनु पर्दछ। संसारलाई आरोग्यमय बनाउनु छ भनेदेखि हामीले रुख, राम्रा राम्रा फल फूल लाग्ने सुन्दर सुन्दर वृक्षहरू जस्तै निमको, अमलाको, आमको, यस्ता वृक्षहरू, पिपलको, बडको वृक्षहरू रोप्नु पर्दछ र हाम्रो हरियाली गर्दाखेरि प्रकृति सधैँभरि हरियाली हुनुभयो भने हामी सधैँ स्वस्थवान हुन्छौँ। धन्यवाद छ। नमस्कार छ। यो अभियान निरन्तर चलिरहोस्, अविरल चलिरहोस्। यिनै शब्दका साथमा आज यो ठुलो गुरु दायित्व दिनुभएकामा हजुरहरू सबैलाई म आफैमा पनि भाग्यमान रहन्छु भन्ने ठान्दै पुनः सबै यो थापलिया परिवारमा हामी छौँ अहिले, सबै थापलिया परिवारका सबै महानुभावहरूलाई नमन गर्दै यो वृक्ष रोप्ने एउटा शुभ अवसर मलाई दिनुभयो। म वृक्ष रोप्नतिर जाँदैछु। धन्यवाद।